कति राम्री हुनुहुन्छ नि होइन, कति प्रेम गरेको रहेछ नि त होइन। त्यो केटा मान्छे जो शरीर त्यागेर छोडेर जानुभयो, विवेक होइन, जसले शरीर छोड्नु भयो नि, हामीलाई लाग्छ नि बिचरा भनेर। ऊ जतिको भाग्यमानी त को होला त, सोच्नु होइन। हामी शरीरमा हुँदाखेरि हामीले यति हाम्रो पैसा गाडी हरेक चिज हुँदाखेरि पनि हामीसँग त्यस्तो प्रेम नै छैन के जो विवेकसँग थियो क्या सृजना। विवेकले शरीर त छोड्नु भयो नि होइन, तर उहाँले सबैभन्दा ठुलो प्राप्ति भनेको उहाँको लाइफमा प्रेम थियो कि जुन नर्मल मान्छेले पाउँदैन कि। र त्यो सृजनाको जुन एउटा त्याग थियो नि, त्यो त कसैले पनि गर्न सक्दैन कि। त्यही भएर मैले भन्छु नि, जिन्दगीमा चाहिँ माया होइन कि, हामी प्रेममा जानुपर्छ कि। अनि हामीले बिचरा ऊ त यस्तो भयो नि, बिचरा होइन, ऊ त भाग्यमानी हो। ऊ त उसले त एउटा प्राप्त गर्यो, अब मोक्ष के प्राप्त भयो होला, उसको जुनी उसले काटेरै गयो के प्रेम।